Hello guys, welcome back to another video. आज हामी फ्याक्टराइजेसन को लास्ट भिडियो लिएर आइसकेका छौं। हामीले यो भन्दा प्रिभियस भिडियोहरुमा चाहिँ 2 टर्म्स, 3 टर्म्स र 4 टर्म्स वाला क्वेशनहरुलाई कसरी सल्भ गर्ने भन्ने हेर्यौं। आज हामी चाहिँ 5 टर्म्स वाला क्वेशनलाई कसरी सल्भ गर्ने भन्ने बारेमा डिस्कसन गर्छौं है त। अब यो 5 टर्म्स वाला क्वेशन चाहिँ अलिकति डिफिकल्ट मानिन्छ हैन। तपाईले यो 5 टर्म्स वाला क्वेशन चाहिँ बुझ्नु भन्दा अगाडि तपाईले चाहिँ हैन यसलाई होली स्क्वायरमा कसरी बनाउने भन्ने कन्सेप्ट चाहिँ मेन बुझ्नुपर्छ। तपाईले यहाँबाट यसरी होली स्क्वायर फर्मुला बनाउन जान्नु भयो भने 5 टर्म्स वाला बुझ्न चाहिँ एकदम धेरै सजिलो हुन्छ है त। सो यो अलिकति गाह्रो छ, सो एकदम ध्यान दिएर हेर्नु होला र मज्जाले प्र्याक्टिस चाहिँ आफूले गर्नुपर्छ है। प्र्याक्टिस नगरी आउँदैन, मज्जाले प्र्याक्टिस चाहिँ गर्नु होला है त। सो विदाउट वेस्टिङ एनी सर अफ टाइम अब हामी पहिलो क्वेशनतिर लागौं है त। सपोज मैले पहिलो क्वेशन के लेख्दै भन्दाखेरि चाहिँ यहाँनिर x स्क्वायर प्लस 6x plus 5 minus 4y minus y square आयो क्या हैन। तपाईले यसरी 5 वटा टर्म दिएको हुन्छ क्या। सो तपाईले 5 वटा टर्म देख्ने बित्तिकै के याद गर्नु पर्यो, चाहे त 5 वटा टर्म छ चाहे त 6 वटा टर्म छ क्या। कहिलेकाहीँ यो 6 वटा टर्म्स वाला क्वेशन पनि सोध्छ हैन। यो 5 वटा टर्म 6 वटा टर्म देख्ने बित्तिकै तपाईले यो कुरा बुझ्नु पर्छ कि यो यसमा चाहिँ दुईटा a plus b होल स्क्वायर अथवा a minus b होल स्क्वायर को फर्ममा यसरी लानु पर्छ क्या। दुई चोटी तपाईले a plus b होल स्क्वायर अथवा a minus b होल स्क्वायर बनाउनु पर्छ के यसरी ट्याक्कै एक ठाउँमा a plus b होल स्क्वायर एक ठाउँमा a plus b और a minus b होल स्क्वायर के हैन। यो साइन चेन्ज हुन सक्छ, बट यसरी चाहिँ दुईटा स्क्वायर को फर्ममा लानु पर्छ। अब तपाईले यो दुईटा स्क्वायर को फर्ममा कसरी लाने भन्न सिक्नु नै यो 5 टर्म्स को मेन एसेन्स हो है त। अब सबसे फर्स्टमा हेरौँ है, अलिकति गाह्रो छ, पहिला एकदम ध्यान दिएर बुझ्नु है। सबसे फर्स्टमा तपाईले यो पहिला एउटा फर्मुला बनाउने के, अलवेज मेक फर्स्ट फर्मुला। यो अगाडिको फर्मुला बनाउनु पर्यो हैन त। यो अगाडिको फर्मुला कसरी बनाउने भन्दाखेरि चाहिँ तपाईले सिर्फ यो दुईटा टर्म्सलाई मात्र पहिला हेर्ने, अरूलाई हेर्नु पर्दैन है। यो दुईटा टर्म्सलाई हेर्ने, पछाडिकोलाई यिनीहरुलाई के पनि चाहिँ वास्ता नगर्ने एकछिनलाई। सो यसलाई हेर्दा पनि नहेर्ने, यसलाई छोड्दिन यसलाई हैन। भनेपछि तपाईले चाहिँ यो दुईटा टर्म्स युज गरेर a plus b होल स्क्वायर अथवा चाहिँ a minus b होल स्क्वायर को फर्मुला बनाउने के हैन। अब दुईटा टर्म्स युज गरेर कसरी फर्मुला बन्छ त यहाँ हेर्ने अब है त। सबसे फर्स्टमा यहाँबाट a स्क्वायर बनाउने के, यो अगाडिकोबाट a स्क्वायर बनाउनु पर्यो हैन। यसमा त अलरेडी स्क्वायर को फर्ममा छ। सो यसलाई हामी के गर्न सकिन्छ, यसलाई भनेको हामी यसरी x स्क्वायर लेख्न सकिन्छ। अब त्यसपछि तपाईको यो जुन बीचको टर्म छ, यो बीचको टर्मबाट तपाईले 2ab बनाउने के। यहाँबाट तपाईले यो बीचको टर्मबाट 2ab बनाउनु पर्यो हैन। अब यो कसरी बनाउने भन्दाखेरि चाहिँ पहिला यो 2 आफै लेख्दिने क्या, प्लस को प्लस 2 आफै लेख्दिने। अब यहाँ हेर्नु त a भनेको कति आयो, a भनेको त यो हो नि त हाम्रो किन। सो a भनेको कति रहेछ x, कति भएर a भनेको यसरी x लेख्दिने, 2a आयो नि त। अब b भनेको कति हुन्छ त, b भनेको यहाँ हेर्ने क्या, यहाँ नम्बर कति छ 6 छ नि त। 2 कति जा 6 हेर्नु त, 2 3 जा 6 हो नि त। यहाँ अरु कुनै अल्फाबेट छैन नि त हैन। सो यहाँ 6 मात्र बाँकी छ हैन। 2x आयो त, यहाँ कति बनाउनु पर्ने छ हामीलाई 6 बनाउनु पर्ने छ नि त। सो 2 कति जा 6 हुन्छ, 2 3 जा 6 हुन्छ नि त। त्यही भएर यो 3 भनेको चाहिँ b हुँदो रहेछ क्या। तपाईले यो 6x लाई 2ab यसरी बनाउनु पर्यो के हैन। पहिला 2 आफैले हाल्ने, a भनेको यहाँ जे छ त्यही हुन्छ, b भनेको यहाँ रिमेनिङ के हैन। अब x आयो, 2 आयो, 2 3 जा 6 भनेपछि यहाँ 3 थप्यो भने त के हुँदो रहेछ b हुन्छ क्या। यसरी चाहिँ a स्क्वायर प्लस 2ab तपाईले बनाउनु पर्यो। अब a स्क्वायर प्लस 2ab बनाएपछि हामीलाई के चाहियो, b स्क्वायर चाहियो क्या। अब तपाईले यहाँबाट थाहा पाउनु पर्छ कि यो भनेको 2 हो, यो भनेको a हो, यो भनेको b हो नि त हैन। सो फर्मुलाले के भन्छ, b स्क्वायर, a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भन्छ नि त हैन। त्यही भएर यो b स्क्वायर आफैले थप्दिने, आफैले थप्दिनु पर्यो है। तर यहाँ हेर्नु त थप्न यसरी पाइन्छ पाइँदैन नि त। सो तपाईले थपिसकेपछि यसलाई के पनि गर्नुपर्ने हुन्छ, घटाउन पनि पर्ने हुन्छ। सो एक्चुअली आफैले थप्दिने, आफैले घटाउने, किनकि यो एकअर्कालाई के गर्छ, क्यान्सल गर्छ। त्यही भएर यो स्टेप याद गर्नु पर्यो है। अब यो स्टेप याद गरिसकेपछि तपाईको यति तपाईले यो स्टेप बुझ्नु भयो भने धेरै सजिलो है। सबसे बुझ्न गाह्रो यो स्टेप हुन्छ है त। यसपछि प्लस बाकीलाई सेम सार्दिने, -5 - 4y - y स्क्वायर गरेर बाकीलाई सेम सार्दिनु पर्यो है त। अब तपाईको यो तीनटा जुन टर्म छ, यो तीनटा टर्मबाट फर्मुला बन्यो, a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर बनेको बनेन, बन्यो नि त है। सो यसमा के गर्नु पर्यो, यो भनेको a यहाँ प्लस भएपछि यहाँ प्लस b को होल स्क्वायर एउटा बन्यो हो किन। अब बाकीलाई सेम सार्दिनु, यसलाई माइनस, यहाँ कति आयो 9 + 5 - 4y - y स्क्वायर आउँछ है। अब पहिला यसलाई सल्भ गर्ने, x + 3 को होल स्क्वायर -9 + 5 भने कति हुन्छ, -4 हुन्छ, -4y - y स्क्वायर हैन। अब तपाईले के कुरा बुझ्नु पर्यो भन्दाखेरि चाहिँ यो तीनटाबाट 100% स्योर फर्मुला बन्छ क्या। आँखा चिम्नेरै फर्मुला बन्छ, आत्ति नै पर्दैन। तपाईले यो माथिको स्टेप मिलेको छ भने यहाँबाट स्योर फर्मुला बन्छ। यसरी थप्ने घटाउने गर्न यसमा चाहिँ
पर्दैन अब फर्मुला बनाऊँ है त कसरी बनाउने हेरौँ है त सबसे फर्स्टमा यहाँ अगाडि माइनस भएपछि साइन कमन लिने सो x + 3 को होल स्क्वायर हुन्छ माइनस मैले यसमा चाहिँ लामो स्टेपले गर्दिए हैन स्टेप स्किप नगरिकन गर्दिए हैन सो माइनस पहिला साइन कमन लियौं y² माइनस साइन कमन लिएपछि माइनसको अब के बन्छ प्लस बन्छ यो माइनसको अब के बन्छ प्लस बन्छ यसरी साइन कमन लिने साइन कमन लिने बित्तिकै यो भनेको फर्मुला हो अटोमेटिक फर्मुला बन्छ तपाईलाई यदि फर्मुला बनाउन आउँदैन भने फर्स्ट टर्म हेर्ने फर्स्ट टर्म के हो y² हुन्छ सिधै लास्ट टर्म हेर्ने लास्ट टर्म 4 भनेको कतिको स्क्वायर हो 2 को स्क्वायर हो अब आफै थप्दिनी 2 a भनेको कति भयो y b भनेको कति भयो 2 कसरी फर्स्ट टर्म लास्ट टर्म लेख्ने बीचको आफै 2 को 2 लेख्ने a को भ्यालु लेख्दिने b को भ्यालु लेख्दिने हैन र यो सधैँ के आउँछ सेम आउँछ कि 2 टु द 4 सेम आयो कि आएन आयो नि त हैन यसलाई थोरै तल सार्दिम अब सो यो हुने बित्तिकै यो भनेको अब x + 3 को होल स्क्वायर आयो माइनस यो भनेको y + 2 को होल स्क्वायर आयो यो भनेको a यो भनेको b अब यसलाई a² - b² को फर्मुलामा खोल्दिने है त सो फर्मुलाले के भन्छ a + b भनेको y + 2 अनि यहाँ फेरि a माइनसमा याद गर्ने माइनस प्लस के हुन्छ माइनस प्लस के हुन्छ माइनस यसरी चाहिँ गर्नु पर्यो अब यो भनेको x + y 3 + 2 भनेको 5 आयो यहाँनिर x - y 3 - 2 भनेको प्लस कति आयो 1 यसरी तपाईहरुले फ्याक्टराइज गर्नुपर्ने हुन्छ है त अलिकति गाह्रो छ हामी एक दुईटा क्वेशन अझै मजाले प्र्याक्टिस गर्छौं अनि बिस्तारै बानी पर्छ हैन सो यसरी चाहिँ हामीले यो क्वेशनलाई सल्भ गर्नु पर्ने रहेछ है त सो इट्स अ बिट डिफिकल्ट वन हैन सो 3-4 चोटी प्र्याक्टिस नगरिकन यो बुझ्दैन है त सो यसरी गर्नु पर्यो है त सो अर्को एउटा क्वेशन पनि ट्राई गरौँ है त अब हामी यो क्वेशन हेर्ने है त सो यो क्वेशनमा अघि जस्तै हो क्या तपाईले यो दुईटा टर्म्स लिने अरूलाई लिनु पर्दैन सो यहाँबाट a² बनाउने कर्ली ब्र्याकेट हाल्दियौं यो भनेको p² यसपछि 2 आफैले थप्ने यो भने a भनेको छ a भनेको p हुँदो रहेछ 2 कति जा 12 6 जा 12 सो यो b आयो यसरी 2ab बनायो 2ab बनाएपछि तपाईले b² आफैले थप्ने b² भनेको कति छ अब 6 को स्क्वायर आफैले थपिदिने 6 को स्क्वायर थपेपछि यसलाई के पनि गर्दिने माइनस पनि गर्दिने किनकि हामीले जे पाइदे टर्म हाल्न पाइदैन जोडेपछि घटाउनु पर्यो हैन बाकीलाई सेम सार्दिने टक्क लाएर है अब यो हुने बित्तिकै यो फर्स्ट को फर्मुला बनिसक्यो यो भनेको p यहाँ माइनस छ माइनस b भनेको छ 6 को होल स्क्वायर फर्मुला बन्यो माइनस यो कति आयो 36 - 28 प्लस 16q - q² अब यहाँबाट त फर्मुला बन्छ सो यो भनेको p - 6 को होल स्क्वायर यो भनेको -64 प्लस 16q - के बन्छ q² हैन त सो यहाँबाट p - 6 को होल स्क्वायर यहाँबाट साइन कमन लिदियौं सो यो भनेको q² प्लस को अब के हुन्छ माइनस हुन्छ माइनस को अब के हुन्छ प्लस हुन्छ हैन सो तपाईले यहाँबाट डाइरेक्टली गरे पनि मिल्छ है सो यो भनेको p - 6 को होल स्क्वायर यो भनेको सिधै यो भनेको q यो भनेको 8 सो यो भनेको सिधै q - 8 को होल स्क्वायर आउँदो रहेछ सिधै आउँछ के हैन दायाँ बायाँ हेर्नै पर्दैन अब चाहिँ अघि मैले चाहिँ राम्रोसँग बुझाएको थिएँ अब म बुझाएर बस्दिन हैन सो यो भनेको q को सरी यहाँ p लेखेछु मैले हैन सो यो भनेको q को यो भनेको a हुने भयो यो 8 भनेको 64 भनेको 8 को स्क्वायर हो नि त सो 8 भनेको के हुन्छ b हुन्छ हैन त त्यही भएर चाहिँ q - 8 को होल स्क्वायर नपत्ता चेक गर्ने है त सो यो q² को q² आउँछ प्लस यो भनेको 8 को होल स्क्वायर हुन्छ -2 a भनेको q b भनेको 8 2 8 कति आयो त 16 सो अटोमेटिकली आउँछ हामीले त्यो गरेर बस्नु परेन अब है त सो चिन्ह चाहिँ पर्यो है जहिले पनि स्क्वायर हेर्ने का यो q² भनेको q को स्क्वायर 64 भनेको 8 को स्क्वायर यहाँ प्लस भयो यहाँ प्लस यहाँ माइनस भयो यहाँ माइनस अब फर्मुलामा खोल्दिने सो के हुन्छ a प्लस b हुन्छ अर्को भनेको a माइनस के हुन्छ प्लस b हुन्छ सो यो भनेको p + q - 14 आयो यो भनेको p - q + 2 आयो यसरी तपाईले सल्भ गर्न सक्नुहुन्छ है त सो दिस इज हाउ वी क्यान सल्भ दिस क्वेशन सुरुमा गाह्रो भयो नि गर्दै गएपछि इजी हुन्छ है त अब एउटा लास्ट क्वेशन प्र्याक्टिस गरौँ अब यो क्वेशन प्र्याक्टिस गरौँ है त सेम यस्तै हो अगाडि नम्बर देखेर आत्तिनु पर्दैन हैन 5 वटा टर्म छ भने चाहिँ अघि हामीले जे गरे त्यही गर्ने हो है त बिस्तारै गरौँ है त सो यो 9 भनेबित्तिकै यो कतिको स्क्वायर हुन्छ 3a को होल स्क्वायर हुन्छ यसरी चाहिँ a² बन्यो माइनस अब हामीलाई के चाहियो 2 को 2 a भनेको कति छ 3a छ नि त a भनेको हैन अब b भनेको यहाँ कति चाहियो 30 चाहियो नि त यहाँ हेरौँ है त 2 3 जा कति आयो 6 कता 30 6 5 जा 30 सो b भनेको कति आउँदो रहेछ 5 आउँदो रहेछ के है 2 3 जा 6 6 5 जा 30 यसरी चाहिँ 2ab आयो प्लस अब के गर्ने अघि जस्तै हैन b² भनेको 5 को होल स्क्वायर - 5 को
होल स्क्वायर थप्दिने बाँकीलाई सेम छाड्दिने ल है त अब अघि जस्तै हो केही पनि गाह्रो छैन सो यो हुने बित्तिकै यो के को फर्मुला आयो भनेको 3a प्लस 5 को होल स्क्वायर को फर्मुला आयो हैन सो यो भनेको -25 प्लस 24 माइनस 8x माइनस 16x स्क्वायर हैन सो यो भनेको 3a प्लस 5 को होल स्क्वायर यो भनेको -1 माइनस 8x प्लस 16x को होल स्क्वायर माइनस 16x को होल स्क्वायर आउँछ अब यहाँबाट तपाईले टक्क लाएर साइन कमन लिने साइन कमन लिएपछि यो भने कति आयो त 16x स्क्वायर माइनस साइन कमनले चाहिँ प्लस हुन्छ 8x माइनस साइन कमनले चाहिँ प्लस हुन्छ 1 अब यहाँबाट फर्मुला आउँछ है यसमा चाहिँ के गर्नै पर्दैन माइनस यो 16x स्क्वायर भने कतिको स्क्वायर हो त यो भनेको 4x को होल स्क्वायर हो यहाँनिर 4x यहाँ प्लस छ त्यही भएर प्लस 1 भनेको 1 को होल स्क्वायर हो यसरी टक्क अटोमेटिक फर्मुला बनाइदिने 100% मिल्छ है सो यो हुने बित्तिकै अब फर्मुलामा खोल्दिने a प्लस b यहाँबाट a माइनस प्लस माइनस माइनस प्लस माइनस सो यो भनेको 3a प्लस 4x प्लस 6 बन्दो रहेछ यो भनेको 3a माइनस 4x प्लस 4 बन्दो रहेछ यसरी तपाईले 5 टर्म्स वाला क्वेशन पनि आनन्दले सल्भ गर्न सक्नुहुन्छ ल अब कहिलेकाहीँ यस्तो क्वेशन पनि आउँछ कि हैन सो यो क्वेशनलाई सल्भ कसरी गर्ने त यसलाई पनि हेरौँ भयो त है सो यो क्वेशनमा सल्भ गर्नको लागि यसमा नि 5 वटा टर्म छ का 1 2 3 4 5 वटा टर्म नै छ हैन त तर यसमा चाहिँ अलिकति ट्रिक छ हामी ट्रिकको कुरा गर्छौं भयो त है सो यसमा चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ अलिकति ध्यान दिएर सुन्ने है सबसे फर्स्टमा भनेको यो दुईटा टर्म्सलाई के गर्नु पर्यो मल्टिप्लाई गर्नु पर्यो हैन सो म मल्टिप्लाई एकदम बेसिक तरिकाले गर्न सिकाउँछु है त सो पहिला यहाँ के छ a स्क्वायरले यो दुवैलाई मल्टिप्लाई गर्नु पर्यो c स्क्वायर माइनस d स्क्वायर माइनस b स्क्वायरले यो दुवैलाई मल्टिप्लाई गर्नु पर्यो c स्क्वायर माइनस d स्क्वायरलाई प्लस यहाँ कति आउँछ 4abcd आउँछ ध्यान दिएर हेर्ने है अब मल्टिप्लाई गर्ने सो यो भने के हुन्छ a स्क्वायर c स्क्वायर हुन्छ माइनस यो भनेको a स्क्वायर d स्क्वायर हुन्छ यो भनेको b स्क्वायर c स्क्वायर हुन्छ माइनस माइनस के हुन्छ प्लस यो भनेको b स्क्वायर d स्क्वायर हुन्छ हैन सो यस्तो क्वेशनमा चाहिँ तपाईले के याद गर्नु पर्यो चाहिँ यादै गर्नु पर्यो है सजिलो हुन्छ के हैन यो 4abcd लाई टुक्राउने के कसरी टुक्राउनेलाई 2abcd प्लस 2abcd गरेर 6 वटा टर्म बनाइदिने टक्क सजिलो हुन्छ है 4abcd लाई टक्क 2 + 2 4 हो नि त यसलाई टुक्राउदिने के हैन टुक्राइसकेपछि तपाईले अब दुईटा टर्मबाट फर्मुला लिनु पर्यो सो के गर्ने भन्दा चाहिँ टक्क यो abcd मिलाउने के तपाईले यो र यो लिनु भयो भने abcd आउँछ त आउँदैन नि त के आयो नि त aacd आयो नि त सो तपाईले यसरी abcd अनुक्रम मिलाउने के सो यहाँ नि त यहाँ ac छ यहाँ के छ bd छ यो दुईटालाई मिलायो भने abcd आयो कि आएन आयो यहाँ पनि हेर्नु तपाईले यो दुईटालाई मिलाउनु त यो दुईटालाई मिलायो भने के हुन्छ adbc भनेको abcd आयो कि आएन सो यहाँ abcd भएको कारणले गर्दा तपाईले यहाँबाट abcd बनाउनु पर्यो भनेपछि तपाईले एललाई abcd बन्यो र एउटा एललाई लिने सो यहाँ के हुँदै रहेछ एरेन्ज गर्ने के a स्क्वायर c स्क्वायर प्लस 2abcd प्लस के गर्नु पर्यो b स्क्वायर d स्क्वायर माइनस अरूलाई पनि लिने a स्क्वायर d स्क्वायर प्लस 2abcd माइनस b स्क्वायर c स्क्वायर अब यो तीनटाबाट एउटा फर्मुला बन्छ यो तीनटाबाट एउटा फर्मुला बन्छ हेरौँ है त सो यो भने के हो ac को होल स्क्वायर हो प्लस 2abcd यो भनेको bd को होल स्क्वायर हो a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर टक्कै बन्छ यहाँ माइनस साइन कमन लिने डाइरेक्ट गर्दै मैले यो भनेको ad को होल स्क्वायर माइनस साइन कमनले चाहिँ प्लस को के बन्छ माइनस बन्छ 2abcd यहाँ माइनस को के बन्छ प्लस बन्छ यो भनेको bc को होल स्क्वायर भयो सो यो हुने बित्तिकै a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर बन्छ a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर बन्छ सो यो भनेको ac प्लस bd को होल स्क्वायर बन्यो यो भनेको ad माइनस bc को होल स्क्वायर बन्छ यहाँ माइनस भएर है अब अघि जस्तै फर्मुला खोल्ने हो क्या सो यो भनेको a प्लस b बन्यो यो भनेको a माइनस 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 प्लस b यसरी चाहिँ यसलाई फर्मुलामा हामीले खोल्न सकिन्छ है त सो यसरी हामीले यो फ्याक्टराइजेसनको सबै क्वेशनहरु सल्भ गर्यो यो क्वेशन चाहिँ हल्का ट्रिकी छ यो बुझ्नलाई चाहिँ केही पनि गाह्रो छैन हैन टक्टकलाई मल्टिप्लाई गर्ने मल्टिप्लाई गरेर चाहिँ फर्मुला बन्छ भन्ने कुरा याद गर्नु पर्यो है योबाट यो कसरी आयो भन्ने याद गरौँ यो भनेको तपाईको a भयो ac भनेको हैन यो ac भयो यो bd भयो भनेपछि a स्क्वायर प्लस b स्क्वायर आयो 2
यो भनेको a यो भनेको b सो 2ab बन्यो नि त हैन सो a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर यसरी भन्दो रहेछ हैन सो यसरी हामीले फ्याक्टराइजेसन भन्ने टपिकलाई आज फुल्ली कभर गरिसक्यो हैन सो तपाईले यो फ्याक्टराइजेसन भन्ने कुरा बुझ्नु भयो भने तपाईलाई धेरै नै हेल्प हुन्छ हैन धेरै ठाउँमा काम लाग्छ स्पेशली 3 टर्म्स वाला के 4 टर्म्स 5 टर्म्स भन्दा नि 3 टर्म्स वाला फ्याक्टराइज चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट छ हैन सो एक्जाममा पनि 3 टर्म्स वाला अलि बढी सोध्छ 4 टर्म्स वाला अलि कम र 5 टर्म्स वाला धेरै नै कम सोध्छ त्यही पनि हामीले सबै कुरा जान्न पर्ने हुन्छ सो आजको हाम्रो फ्याक्टराइजेसन सिरिजलाई हामी अब यही एन्ड गर्छौं हैन So I will see you in the next video. Practice garde garnu hola. See you. Take care. Bye bye.